बहादुर हुनु र मूर्ख हुनुमा एउटा बाँदरको फरक हुन्छ रे। बहादुरी और बेवकूफी में सिर्फ एक बंदर का फर्क है। यो मैले भनेको हैन, एनिमल मुभीबाट हो र आई रियली लाइक दिस लाइन। कुरो 2013 को हो। म गेन्सभिलमा इन्टर्नसिप गर्नको लागि आएँ र इन्टर्नसिप गर्दा गर्दै मलाई एक ठाउँबाट इमेल आयो पीएचडी को लागि। म इन्टरभ्यूमा गएँ, इन्टरभ्यू भ्याएपछि मलाई जब अफर भयो। ल पीएचडी गर्न चाहिँ आउनु पर्यो। त्यो थियो भर्जिनिया टेक युनिभर्सिटी र मैले त्यसपछि धेरै सोचेँ र अन्तिममा मैले के विचार गरेँ भन्दाखेरि चाहिँ म जाँदिनँ, किनभने म इन्टर्नसिप गर्न आएको छु। पहिला म इन्टर्नसिप भ्याउँछु अनि त्यसपछि पीएचडी खोज्छु। मसँग कुनै अरू जब अफर पनि थिएन, कुनै पीएचडी को अफर पनि थिएन, केही पनि थिएन, नथिङ। म ठ्याक्कै त्यो बाँदरको कथा जस्तै भयो। देयर इज अ हेयरलाइन डिफरेन्स बिट्विन बिङ स्टुपिड एन्ड बिङ भेरी इन्टेलिजेन्ट। मैले त्यो बेलामा के गरेँ मलाई पनि थाहा थिएन। कुनै पीएचडी अथवा जब अफरको कुनै पनि ग्यारेन्टी थिएन, तर मैले रिस्क लिएर म जाँदिनँ भने र के हुन्छ मलाई पनि थाहा थिएन, किनभने म 3 महिनापछि नेपाल फर्किन पनि पर्न सक्थ्यो अथवा जे पनि हुन सक्थ्यो। त्यो एकदमै ठुलो रिस्क थियो। अहिले मैले फर्केर हेर्दा चाहिँ मैले कुनै बेलामा चाहिँ स्टुपिड डिसिजन गरेँ कि जस्तो पनि लाग्छ, तर इभेन्चुअली इट वर्क आउट। लेट्स डाइभ इन एन्ड सी वाट एक्चुअली ह्यापन्ड एट द्याट टाइम। यो कथा हो मेरो पीएचडी को सुरुवातको। यो कुनै एउटा सिधा लाइन थिएन, बाङ्गो टिङ्गो एकदमै धेरै बाङ्गो टिङ्गो लाइन थियो, एकदमै मेस थियो। तर मैले कुनै पनि डिसिजन लिँदाखेरि कन्फिडेन्ट भएर र आफैलाई विश्वास गरेर डिसिजन लिएको थिएँ। र डिसिजन मात्र होइन, त्यो सायद मेरो एडीएचडी ब्रेन पनि थियो होला। मलाई त्यो बेलामा त थाहा भएन र मलाई अहिले लाग्छ त्यसमा मेरो एडीएचडी ब्रेनको पनि अलिकति हात थियो र त्यो डिसिजनले मेरो पुरै लाइफ चेन्ज गरिदियो। अब हामी कथातिर लागौँ। कथा 2013 मा सुरु हुँदैन, यो सुरु हुन्छ 2010 मा। यो अराउन्ड नोभेम्बर डिसेम्बरको टाइम थियो। हाम्रो भर्खरै बीएससीएजी सकिएको थियो। सबैजना कि त जिआरई गर्न काठमाडौँ जान्थे कि मास्टर्स गर्नको लागि इन्ट्रान्स एक्जामको तयारी हुन्थ्यो। तर म मास्टर्स गर्ने मध्येको ग्रुपमा थिइनँ, म काठमाडौँ जानेको ग्रुपमा थिएँ र सिधै काठमाडौँ गइयो। त्यसपछि जिआरईमा चाहिँ नाम लेखाएर पैसा तिरेर जिआरई पढ्न थालियो। जिआरई पढियो, 1 महिना पढियो, 2 महिना पढियो, सायद 3 महिना पनि पढियो। त्यसपछि चाहिँ इक्जामको डेट पनि लियो र रामपुरमा इन्ट्रान्स एक्जाम खुल्यो र एकजना साथीले जाम भन्न थाल्यो मलाई। यसो सोचेको हो, कुरा त ठिक हो जस्तो लाग्यो र म पनि इन्ट्रान्स दिनको लागि रामपुर गएँ। नाम निस्क्यो, ननिस्केको भए राम्रो हुन्थ्यो, तर निस्क्यो। अनि त्यसपछि म मास्टर्स पढ्न थालेँ। मास्टर्स पढ्दा पढ्दै हाम्रो 45 दिनको बिदा भयो। सायद यो असारको वरिपरि, असारसम्म 45 दिनको बिदा भयो। त्यो बिदामा चाहिँ म बसेर रिसर्चको तयारी गर्न थालेँ। तयारी गर्दा गर्दै रिसर्चको फाइनल आउटलाइन पनि तयार भयो, रिसर्च के गर्ने पनि फाइनल भयो। त्यो गर्दा गर्दै मसँग टाइम भयो, ठ्याक्कै दिमागमा क्लिक पनि भयो र ओहो 1 महिना बाँकी छ, अब जिआरई गर्न जानु पर्यो भनेर म हिँडेँ। त्यसपछि खासै धेरै टाइम बाँकी थिएन। एउटा सानो कोठा थियो, त्यसमा बसेर म एक्लै पढ्न थालेँ। दिनमा 500 वटा शब्द भ्याउने गरी म पढ्न थालेँ। त्यसपछि मैले शब्दहरू लगभग 1 हप्तामा भ्याएँ। त्यसपछि अलिअलि प्र्याक्टिस यताउता गर्दा गर्दै इक्जामको दिन आयो। डर लागेकै थियो, तर पढेर भ्याएको थिएँ। खासै धेरै डराएको पनि थिइनँ। इक्जाम दिएँ। इक्जाम दिएको नम्बर त राम्रो आयो। ओहो म त अब अमेरिका जान्छु क्या हो जस्तो भयो आफैले आफैलाई चाहिँ भैमा खुट्टा थिएन, म उडिरहेको थिएँ किनकि एकदमै राम्रो नम्बर आएको थियो। त्यसपछि म फर्केँ चितवन। मास्टर्स गरिरहेको थिएँ, छोड्ने कुरा पनि भएन, किनभने भर्खर पीएचडी अफर पनि पाइँदैन। त्यसपछि मैले मास्टर्सको रिसर्च सुरु गरेँ। रिसर्च पनि एकदम टफ थियो, किनभने मेरो प्लटहरू धेरै थियो। मकैमा क्रसिङ गरेर हाइब्रिड निकालेर त्यसलाई इभ्यालुएट गर्नुपर्ने थियो। ती सबै कामहरू थियो, ती सबै कामहरू पनि गरेँ। अनि त्यसपछि सबै कामहरू गरेँ। त्यो गर्दा गर्दै मैले एप्लिकेसनहरू लेख्न थालेँ। टोफल दिन पर्यो, टोफल दिएँ। अनि त्यसपछि एप्लिकेसन सुरु भयो। एप्लिकेसनलाई पैसा पनि लाग्थ्यो, अलिअलि पैसा जम्मा गरेँ। मैले एउटा टेक्निकल कलेजमा पढाउँथेँ र सँगसँगै रामपुरमै बीएससीएजीलाई चाहिँ पपुलेसन जेनेटिक्स भन्ने विषय पनि पढाउँथेँ र रिसर्च पनि गरिरहेको थिएँ, मास्टर्स पनि पढिरहेको थिएँ र विदेश एप्लाई पनि गरिरहेको थिएँ। अहिले सोच पनि ओहो कति धेरै होला जस्तो लाग्छ, तर त्यो बेलामा गरियो र गर्न सकियो पनि।
एप्लाई गर्दा गर्दै पिएचडीको अफर त आएन, तर एउटा इन्टरभ्यूको अफर आयो। जान्न त इन्टरभ्यू भने इन्टरभ्यूमा गइयो। मोलिकुलर सम्बन्धी थियो, आफूलाई केही थाहा पनि थिएन। 1 हप्ता लगाएर अलिअलि पाटपुट पारेर पढेँ र इन्टरभ्यूमा गएँ। गफ भयो, धेरै लामो गफ भयो। अनि अन्तिममा चाहिँ मसँग पिएचडी छैन भने ओहो बर्बाद भयो जस्तो लाग्यो मलाई। तर के भन्यो भन्दाखेरि मसँग पिएचडी चाहिँ छैन, तर फ्युचरमा हुने सम्भावना एकदमै छ। त 6 महिनाको इन्टर्नसिपको लागि आउँछस् भन्न थाल्यो। कहिले आउने भनेर सोधेको, अब 2 महिनामा भन्ने कुरा भयो। ओहो 2 महिनामा त सक्दिनँ, अब 4-5 महिना हो भने चाहिँ म आउन सक्छु समरतिर भने। किनभने मेरो 2nd सेमेस्टर चलिरहेको थियो। 2nd सेमेस्टर भ्याएर डिफेन्स पनि गरेर जानु थियो। त्यही भएर मैले चाहिँ ओके भने। त्यसपछि मेरो पेपर आयो, भिसा लगाएँ। भिसा लगाएर जाने डेट पनि फाइनल भयो। तर मेरो मास्टर्सको केही कुरा मिलेको थिएन। कम्प्रिहेन्सिभ एक्जाम दिने कुरा, डिफेन्स दिने कुरा, यो सबै केही पनि मिलेको थिएन। र अन्तिममा यो मिल्यो पनि। र यसको छुट्टै कथा छ, म एक दिन सुनाउँछु। र म अमेरिकातिर लागेँ। अमेरिका आइसकेपछि गेन्सभिल फ्लोरिडामा युनिभर्सिटी अफ फ्लोरिडा भन्ने युनिभर्सिटीमा म मोलिकुलर ब्रिडिङ अथवा क्वान्टिटेटिभ जेनेटिक्सको लागि आएँ र मैले इन्टर्नसिप सुरु गर्न थालेँ। इन्टर्नसिपमा मोस्टली ल्याबमा अलिअलि काम हुन्थ्यो। त्यसपछि चाहिँ फिल्डमा चाहिँ पोलिप्लोइडहरूको डेटा लिने, त्यसपछि चाहिँ त्यो लाइनहरू हेर्ने र डेटा लिने र एनालाइसिस गर्ने काम हुन्थ्यो। मलाई त्यो काम मन परिरहेको थियो। त्यो सँगसँगै मैले ल्याबमा मोलिकुलर बायोलोजी एन्ड जेनेटिक्स सम्बन्धी अलिअलि जिनोम एडिटिङतिर र अलिअलि चाहिँ मेटाबोलिक इन्जिनियरिङतिर चाहिँ अलिअलि काम गर्ने मौका पाएँ। मलाई रमाइलो लागिरहेको थियो। त्यो हुँदाहुँदै एक दिन ट्याक्कै एउटा इमेल आयो भर्जिनिया टेक युनिभर्सिटीबाट, र हामीसँग चाहिँ पिएचडी पोजिसन ओपन छ, तैँले एप्लाई गरेको थिइस्, इन्टरभ्यूको लागि आइज भन्ने कुरा भयो। अनि हुन्छ भनेर मैले इन्टरभ्यूको लागि गएँ। किनभने मैले के सोचेँ भन्दाखेरि ठिक छ, अब फल सुरु हुन लागिसक्यो, पक्कै पनि स्प्रिङको लागि हुनुपर्छ र स्प्रिङसम्म त म रेडी हुन्छु जस्तो मलाई लाग्यो। स्प्रिङसम्म म रेडी हुन्छु भन्ने मलाई लागेको थियो। तर उसले के भन्न थाल्यो भन्दा त फलमै आइज, 2-3 महिना बाँकी छ, फलमै आइज भन्ने कुरा भयो। मैले फलमा चाहिँ म आउँदिनँ, किनभने म इन्टर्नसिप गरिरहेको छु। इन्टर्नसिप गर्दा गर्दै म आउँदिनँ भन्ने कुरा भयो। मसँग कुनै जब पनि थिएन, कुनै पनि पिएचडीको अफर पनि थिएन र पिएचडीको ग्यारेन्टी पनि थिएन। त्यो हुँदाहुँदै मैले नो भने। ओहो मैले त नो भने, बर्बाद भयो जस्तो लाग्यो। त्यो एनिमल मुभीमा भनेको जस्तै बहादुरी र मूर्खतामा एउटा बाँदरको फरक छ भने जस्तै यदि चिजहरूले काम नगरेको भए म मूर्खको क्याटेगोरीमा गएर फिट हुन्थेँ, र यदि राम्रो अफरहरू पाएर पिएचडी यता अगाडि बढेको भए म बहादुरीको क्याटेगोरीमा जान्थेँ। र मलाई त्यो बेलामा के हुन्छ केही पनि थाहा थिएन। र कहिलेकाहीँ मलाई यो सब मेरो एडिएचडी ब्रेन हो जस्तो लाग्छ। किनभने मेरो ब्रेनलाई हरेक टाइम केही न केही नयाँ चाहिन्छ, होइन? कुनै चिज नयाँ भयो भने आई एम रियली एक्साइटेड। त्यो कुरा अहिले आएर मात्र थाहा भयो, र त्यो बेलामा मलाई यसको बारेमा केही पनि थाहा थिएन। हातमा आएको पिएचडी अफरलाई नो भनेको पनि 2 महिना भइसक्यो, तर पिएचडी पाउने छेउटुप्पो केही पनि छैन। एकदमै तनावमा थिएँ म। त्यही बेलामा एक दिन ट्याक्क पिआईले बोलायो। मलाई बोलाएर के भन्यो भन्दाखेरि चाहिँ हेर, त जेको लागि इन्टर्नसिपमा आएको थिइस्, मोलिकुलर ब्रिडिङ अथवा क्वान्टिटेटिभ जेनेटिक्स, त्यसमा मेरो फन्डिङ परेन। म झसङ्ग भएँ। ओहो यस यहाँ चाहिँ पाउँछु भन्ने थियो, अब बर्बाद भयो। मैले केही पनि नपाउने भएँ। अब नेपाल फर्किनु पर्ने भयो। फेरि पिएचडीको झमेला, एप्लाई गर, इन्टरभ्यू देऊ भन्ने सोचेँ। तर फेरि उसले अर्को के अफर राख्यो भन्दाखेरि तैँले ब्रिडिङमा मात्र होइन, यता जिनोम एडिटिङतिर पनि इन्टर्नसिप गरेको छस्, के छ तँलाई इन्ट्रेस्ट के छ कस्तो छ मलाई भन्, र तेरो इन्ट्रेस्ट भयो भने मसँग त्यसमा चाहिँ एउटा पिएचडी पोजिसन छ भन्न थाल्यो। अनि उसले मलाई 24 आवरको समय दिएको थियो। म घर गएँ, सोचेँ, अनि म यत्तिकै कुनै पनि विषयमा झ्याममा हाम पनि फाल्दिनँ। त्यो विषयमा मलाई थाहा पनि थियो, किनभने मैले काम पनि गरेको थिएँ। र मैले घर गएर हेरेँ, बुझेँ, र विथिन 24 आवर्स फिर्ता गएर मैले भने यस आई विल डु इट। त्यसको 24 आवरमा मलाई अफर लेटर पनि आयो, साइन गरेर पठाएँ। आई वाज भेरी एक्साइटेड। बहादुरी र मूर्खतामा एउटा बाँदरको फरक हुन्छ। कमसेकम म मूर्ख त थिइनँ, म बहादुर थिएँ भन्ने आफैलाई भित्रभित्र लाग्यो। अनि त्यसपछि मेरो पिएचडी जर्नी सुरु भयो। र मेरो पिएचडी जर्नी पनि लामो कहानी छ है। म त्यो बारेमा कुनै दिन कुरा गर्छु, कसैलाई भन्छु जस्तो मलाई लागेको थिएन। तर यो जर्नी सुरु भइसकेपछि आई एम गोइङ टु सेयर द्याट स्टोरी विथ एभ्री वान। यदि तपाईँहरूलाई आजको मेरो स्टोरी मन पर्यो भने प्लिज लेट मी नो थ्रु कमेन्ट्स अथवा चाहिँ
फोन म्यासेज जे गर्दा पनि हुन्छ प्लिज लेट मी नो अनि मलाई कथा सुनाउन एकदमै मनपर्छ चाहे त्यो मेरो होस् चाहे अरूको होस् र यो भिडियो अन्तिमसम्म हेरिरहनु भएको छ भने पक्कै पनि तपाईँहरूले रमाइलो गर्नुभयो तपाईँलाई रमाइलो लाग्यो यदि रमाइलो लाग्यो भने प्लिज सब्सक्राइब एन्ड विल सी यु इन नेक्स्ट भिडियो एन्ड विल टक टु यु थ्रु आउट द जर्नी